लो न मेरो त औषधि सिद्धियो भएन औषधि छैन औषधि ल्याउनु पर्ने आफू जाउँ भने सक्दिनँ त्यही त नि म पनि घरको कामले गर्दा जान भ्या छैन छोरीलाई पठाउनु पाए हुन्थ्यो कहाँ गयो होला त्यो छोरी पनि आज कता आयो तिमी देख्दैन त कहाँ हुनु र तिमीलाई थाहा छँदै छ नि मेरो घरको समस्या त्यस्तो छ घरमा सबैजनाले हेर्नुपर्छ बुवा पनि बिरामी हुनुहुन्छ औषधि खाइराख्नु भएको छ एकदम समस्या छ नि के गर्नु समस्या कसको घरमा हुँदैन सबैको घरमा हुन्छ मेरो जिन्दगीमा छुट्टै समस्या तेरो जिन्दगीमा छुट्टै समस्या सबैको घरमा हुन्छ हेर समस्यालाई कसरी समाधान गर्ने र आफू अगाडि कसरी बन्ने कुरा नि त्यो आफूले निर्णय गर्ने हो ठिकै छ एउटा समय पनि भइसक्यो घरमा पनि काम होला हजुर त्यसलाई जान्न त है छोरी पनि आइपुगिहाल्यो नि छोरी भएन औषधि पनि छैन त्यो औषधि लिएर भाइ गएर बजारबाट राम्रोसँग हेरेर लिएर भाइ छोरी अलिक छिट्टै आऊ है घरमा थुप्रै काम छ सल्काओ नि केटा हो सल्काओ अरे सल्काओ है साला यो जिन्दगी पनि चुरोटको धुवा जस्तै भयो यार उडेर कति बेला कहाँ पुग्छ ठेगानै न के त तेरो चक्की त्यसको कुरा नगर भने होइन यसको काट्दैन सालाको सालाहरू यत्तिकै गल्फती गरेर बसेर हुन्छ पुतली छोड्दै पुतली सुतली केही हुँदैन साला नम्बरी स्वर्ग देख्न पाइन्छ भने को यहाँ बसेर पुतली कपाइले के जानु भन र छैन सन्नी दिदी बहिनी त बुढी पो छैन नछोड केटा हो रात 40 में चढ़ी मेरे धड़िया छोड दे मलाई नचोड़ केटा नचोड़ ओए घर केटा हो घर राइट छोड ये केटी तो मरी कि क्या हो यार टेंशन नलिने यार टेंशन नलिन तेरो दाइको कहाँ कहाँसम्म लिङ्क छ हेर्दा यस्तो के यस्तोमा एकछिन मिलाइदिन्छु हेलो नेताजी नमस्कार है नमस्कार नेताजी अब सम्झिनु पर्यो नि त नेताजीलाई अब यसै नेताजी बनाइया छ भने सुन्नु नि नेताजी होइन 7 परिसक्यो छोरी अहिलेसम्म आउँदिन ती बजारबाट औषधि लिएर भनेको कहाँ गए त त्यही त यस बेलासम्म आएन पहिला त कहिले यस्तो गर्दैन थिए केटाकेटी हो साथीतिर गयो कि पखाइ म फोन गर्छु
छोरीको फोनै उठ्दैन पखाइ उसो साथ्या गरौँ। रविकाको फोन आएछ। मैले पनि सरुको बारेमा भन्न पनि दिनभरि कामले गर्दा सबै कुरा भुलेछु। हेलो काका। रोशनी सरू त्यहाँ आछे? त्यो सरू रोशनी किन हो? अब ध्यान आछ फेरि बोल्ने छोरी सरू भनेर के भने के भयो? के भयो हेलो पुलिस प्रशासन नेता वकिल यी तपाईँहरू हामी सबै साथमा छौँ त हामीलाई कसैले केही गर्नै सक्दैन। त्यो केस चाहिँ म सकेसम्म दर्ता हुनै दिन्न। दर्ता भइहाल्यो भने पनि मिलाउने तपाईँ नेता वकिल हुनुहुन्छ, टेन्सनै नगर्नु न तपाईँहरू। तपाईँहरू हामीलाई सहयोग गर्नुहोस्। तपाईँहरू भनेको हामीलाई चाहिने, हामी भनेको तपाईँहरूलाई चाहिने त हो नि। हामीलाई अहिले परेको बेला तपाईँहरू सहयोग गरेर ठाउँमा पुर्याउनुहोस्। पछि हामी पावरमा पुगिसकेपछि तपाईँहरूलाई जोगाउने ठाउँमा हामी छँदैछौँ नि। तपाईँ भन्नुहोस् न मात्र नेताजी, तपाईँको लागि हामीले के गर्नुपर्छ? हामी छँदैछौँ। आज मात्र अब हामीले मिलेर होइन एउटा छोरीको बलात्कार आएको अब हत्या पनि भयो। अब सरले प्रमाण लुकाउनु, हाम्रो सरले अनेक जालजेल गरेर त्यसलाई तल माथि दायाँ बायाँ तोडमोड गरेर हामीलाई निर्दोष साबित गर्ने। अब तपाईँहरूले यही कुरालाई राजनीतिक इस्यु बनाएर अहिलेको सरकारलाई गिराउनु, ट्याक्क तपाईँहरू सरकारमा जाने। यसमा त हाम्रो मजै सबै हामी होइन केटा हो, तिमीहरू चिन्तै नगर न। यो देशको कानुन यसै फिटेको छ, कानुन यसै अन्धो हो। यो कानुन, यो देशको कानुनमा चाहिँ हरेक धारा उपधारा जेमा पनि जहाँबाट पनि व्याख्या गर्न मिल्छ। जुनसुकै केसलाई जहाँबाट सुकै घुमाउनु मिल्छ। त्यो केटीको बाउ म भाषा आउला न्यायाधीशमा तिमीहरूको विरुद्धमा चाहिँ म कुनै पनि हालतमा म तिमीहरूको विरुद्धमा चाहिँ फैसला हुनै दिन्न। तिमीहरू टेन्सन नगर, तिमीहरू ढुक्क आफ्नो काम गर। केटाहरू म छु रे, तिमीहरू किन टेन्सन लिन्छौ रे? कहाँ कहाँ जान पर्छ, के गर्न पर्छ, म छु रे। तिमीहरू टेन्सन नलिख रे। होइन नेताज्यू, हामीले कति मिलायो तपाईँहरूलाई थाहा छँदैछ घरि मेरो साथी। छोरी धेरै बेर बोल्न आएको, म यसो हेरेर आउँछु है। त्यही त नि, मलाई त एकदमै चिन्ता लागिरहेको छ। जानु न त नि एकचोटि बुझेर। त्यही त फोन पनि लागेन, म यसो बुझेर आउँछु। छोरी नानी, छोरी नानी, छोरी 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 नानी, पुग्न नानी, कसले के गरेर चढाइ नानी, उठ्न उठ्न छोरी उठ नानी। होइन के टेन्सन लिँदा भने पिरमाग मात्रै हुन्छ र। म पुलिस कहाँ रिपोर्ट लेखाएर आउँछु कि हाम्रो देशमा कानुन नबाँच्दैछु र। नरोकेर बस, म गएर आउँछु। सर नमस्कार। सर नमस्कार। को किन खुल्छु र पर्यटकमा आएर? सर यो छोरीको बलात्कार सत्यवाद रिपोर्ट गर्नु पर्छ सर। यो सब छोटो लुगा फेसनको कमाल हो।
टिग्रा पनि नढाकिने लुगा लगाएर हिँड्छन् अनि यो सब घटनाहरू त घटिहाल्छन् नि। कति दुःख दिन सकेका। सर नमस्ते। नमस्ते। मेरो रिपोर्ट हेर्नुपर्छ सर। हजुरको नाम? रवि भट्टराई। अनि भएको चाहिँ के हो? मेरो छोरीको बलात्कारपछि हत्या भएको छ। त्यो अपराधहरू उम्किन नपाएको सर। मेरो छोरीको आत्माले जसरी शान्ति पाउनुपर्छ सर। मलाई न्याय चाहियो सर। हजुरको छोरीको नाम? वे त्यो बुढाको रिपोर्ट नलिनु। काम नै गर्न दिँदैन, यस्तै हो सरकार। देखाउनु भयो त रिपोर्ट? के भन्नुभएको छ त सरहरूले? ती अपराधीहरू त पत्ता लाग्ला नि है? खै यो देशमा कानुन हराएर छ। साससँगै लास भने जस्तो अब के हो त्यो? कोही न उनको भगवान हुन्छ भन्छन्, अब भगवान भरोसा। अरे सरजी, तपाईँको केटाहरूले त बढिया काम गरिरहेछन्। तपाईँको केटा होइन यादवजी, हाम्रो केटा भन्नुहोस्। हाम्रो ल हाम्रो केटाहरूले बढिया काम गरिरहेछ। यी केटाहरू त हाम्रो लागि भगवान हुन् यादवजी, भगवान। राजनीतिको लागि कन्टेन्टमा कन्टेन्ट, पैसामा पैसा, मालामाल बनाइरहेछन् नि हामीलाई त। कहिले बलात्कार त कहिले मारिदिएछन्। चोरी डकैती लुटपाट यो त केटाहरूको डेली रुटिनै भइसक्यो। यही त हो राजनीति। केही दिन यता देशमा आपराधिक गतिविधि ह्वात्तै बढेको छ। कतै हत्या त कतै बलात्कारको घटनाले देशलाई शोकाकुल बनाइरहेको छ। बितेको 1 महिनामा मात्र 35वटा बलात्कारपछि होइन के हुन लाग्यो देशमा? यही हो त कहिले बाउ लाग्यो भनेको। हरामले फलाम काटे भने जस्तै नेताले केही गर्छ त मलाई? नेताले न्याय दिलायो दिलाइहाल्यो नि। नेताहरूलाई भेट्न जान्छु। नेताजी नमस्ते। नमस्ते दाइ। हेर्नुहोस् न, मेरो छोरीको त जङ्गलमा बलात्कारपछि हत्या भएको ठाउँ फेला पारे। मलाई न्याय चाहियो। कसले के गर्यो मलाई तलास चाहियो सर। मलाई त साह्रै अन्यायमा परेको छु। भइहाल्छ नि दाइ। तपाईँहरूकै काम गर्न भनेर, जनतालाई सेवा गर्न भनेर तपाईँहरूले भोट दिएर जिताएर मलाई यहाँ ठाउँमा पुर्याउनु भएको छ। तपाईँहरू अन्यायमा पर्दा मैले सहयोग नगरे कसले गर्छ? मैले गर्ने होइन। तपाईँलाई अहिले आएर अन्याय पर्यो, तपाईँको छोरीको त्यसरी हत्या भयो। त्यो हत्यारा पत्ता लगाएर हत्यारालाई सजाय दिएर तपाईँलाई न्याय दिने जिम्मा मेरो हो। तपाईँ ढुक्क हुनुभयो। तपाईँको काम नगरे हामीले कसको काम गर्ने त? तपाईँहरूकै काम गर्न भनेर त हामी यो ठाउँमा छौँ। सर त्यसमा ढुक्क भयो हुन्छ नि त? तपाईँ ढुक्क भयो हुन्छ, म छु। हेलो वकिल साहब, त्यो केस छ नि, त्यो केस चाहिँ हाम्रो पारामा अगाडि बढ्नु पर्यो है। घरि तिमी फर्क्यौ? आउन सँगै बस्न। कस्तो निहार लगाइरहेको थियो तिम्रो? आऊ बाबा छोरी सँगै बस्न। आऊ छोरी, आऊ न। म मरिसकेँ बा, म आउन मिल्दैन। मेरो आत्मा भड्किरहेको छ। मेरो आत्मा र तपाईँको शरीर मिलेर तिनीहरूलाई सर्वनाश गर्नुपर्छ। बा, भोलि बिहानै कसैसँग नबोलिकन म मरेको ठाउँमा आउनुहोस्। मेरो आत्मा तपाईँको शरीरभित्र पस्नेछ। बा,
तिनीहरूले सर्वनाश गर्नुपर्छ। मेरो आत्मा र तपाईँको शरीर मिलेर तिनीहरूले सर्वनाश गर्नुपर्छ बा। म स्या छु सबैलाई त्यस आत्मा शान्तिबार पारिन्छ। अब तिमीहरूको अन्त्य मेरो हातबाट सुनिश्चित छ। तिमीले एक बदलिने काम मेरो। केटाहरू कहाँ गइहालेछ यहाँ? काम यस्तो प्याक छ, काम कहाँ गइहालेछ केटाहरू? कामको बेला त काम गरिदिनु नि केटाहरू अरे यार। हेलो हजुर, तपाईँ हत्यारा पत्ता लगाउँदैछु। तपाईँ पत्ता लगाउनु छैन मेरो छोरीको हत्यारा? मैले पत्ता लगाइसकेँ। को रहेछ अरे त्यो हत्यारा? तपाईँको केसको बारेमा मैले आवाज उठाइराखेको छु। तपाईँको केसको बारेमा मैले सक्दो सहयोग गरिराखेको छु। तपाईँ चिन्ता नगर्नु दाइ, म तपाईँलाई सहयोग गर्छु। तेरो न्याय मलाई चाहिँदैन, मेरो छोरा न्याय मै दिन्छु। तपाईँ किन आउनुभयो? तँ जस्तो रक्सी खोजी बक्छु क्या आवश्यकता? जहिले कानुन रक्षा गरिपर्ने मान्छेले कानुनको दर्जा उडाइस्। तेरो काम मेरो हातमा सुनिश्चित छ, बुझिस्? बुढोबाट त बल्ल बाँचेर एक लट मुक्नु चाहिँ भन्नु सक्छ। बल्ल मेरो छोरीको आत्मा शान्ति पाउने भयो। बल्ल मलाई पनि आनन्द हुने भयो।